सिक्किम पत्रकार संघ जेयुएसले वरिष्ठ पत्रकार प्रदीप मिजारलाई सूचना तथा जनसम्पर्क विभाग आइपीआर सिक्किम सरकारद्वारा प्रदान गरिएको तिस्ता रङ्गित अविरल कलम पुरस्कार 2026 बाट सम्मानित भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। गान्तोक स्थित पाल्जोर स्टेडियममा आयोजित 80औं स्वतन्त्रता दिवस समारोहका अवसरमा सिक्किममा पत्रकारिताको क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदर स्वरूप मिजारलाई उक्त पुरस्कार प्रदान गरिएको हो। मिजारले सिक्किममा 2 दशकभन्दा लामो समयदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै राज्यका विभिन्न छापा तथा डिजिटल सञ्चार माध्यम मार्फत योगदान पुर्याउँदै आएका छन्। पत्रकार संघ सिक्किमले उनलाई यस सम्मानका लागि बधाई दिँदै सिक्किमको पत्रकारिता तथा सञ्चार क्षेत्रप्रति उनले पुर्याएको समर्पित योगदानको उच्च प्रशंसा गरेको छ। र विशेष गरेर भारतको 80औं स्वतन्त्रता दिवसको सबैलाई हार्दिक मङ्गलमय शुभकामना तथा बधाई व्यक्त गर्दै हाम्रो परिवारभित्रबाट पत्रकार प्रदीप मिजारज्यूलाई मुख्यमन्त्रीको बाहुलीबाट आज 80औं स्वतन्त्रता दिवसको अवसरमा आइपीआर डिपार्टमेन्टले वर्षेनी प्रदान गर्ने टिस्टा रङ्गित अविरल पत्रकारिता पुरस्कार 2026ले पुरस्कृत गरिएको सुखद क्षणमा हामी उभिएका छौँ र यस महत्त्वपूर्ण घडीमा हामीसित पत्रकार प्रदीप मिजार र भाउजू र नानी सपरिवार यहाँ उपस्थित भएर हामीले उहाँलाई सम्झना गर्दाखेरि सपरिवार आइदिनु भएकोमा हामी जर्नलिस्ट युनियन अफ सिक्किम र सम्पूर्ण पत्रकार जमातबाट उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दै बधाई दिनको निम्ति हामी यहाँ उपस्थित भएका छौँ र उहाँको सुस्वास्थ्य दीर्घायु र निरन्तर सङ्घर्षशील भएर पनि अझै पत्रकारितामा लागिरहने हाम्रोबाट सुचिन्ता छ र सदिच्छा हामी प्रकट गर्न चाहन्छौँ र यस अवसरमा हामी जर्नलिस्ट युनियन अफ सिक्किमको तर्फबाट उहाँलाई बधाई दिँदै हामी एउटा यो केक काटेर उहाँलाई मुख मिठो गराउने र सँगसँगै उहाँलाई अझै उत्तरोत्तर प्रगतिको हामी शुभकामना र बधाई टक्राउन चाहन्छौँ र यसको निम्ति म हाम्रा युनियनका साथीहरूलाई यो केक कटिङ सेरेमनी सम्पन्न गराइदिने आग्रह गर्दछु। फ्युचरमा हामी जे जस्तो सङ्घर्षहरू आइपर्छ हामी सँगै साथमा रहनेछौँ र यस अवसरमा प्रदीप दाजु भाउजू र नानी लगायत सबै पत्रकारहरूको निम्ति पनि यो एउटा महत्त्वपूर्ण घडीमा साक्षी हुन पाएकोमा हामी आभार पनि प्रकट गर्न चाहन्छौँ। धन्यवाद। आज मलाई सम्मान जनाउनु हुने मेरा जुसका साथीहरू साथै प्रेस क्लबका साथीहरूलाई मेरो तर्फबाट आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद छ होइन। र अब मैले आज जुन प्रकारले एउटा एवार्ड पाएँ मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट होइन, यसमा म धेरै खुसी, मलाई धेरै खुसी लागिरहेछ होइन। लगभग 2 दशक जति त्यस फिल्डमा काम गरेको पुरा भइसकेको छैन र यसरी एवार्ड पाउँदाखेरि झनै अझै आफूलाई अझै उत्साह आएको, अझै आफूमाथि अलिक प्रेरणा मिलेको आफूलाई नै महसुस भइरहेको छ भने आगामी दिनमा पनि यो पत्रकारिता क्षेत्रलाई इमान्दारपूर्वक निडर भएर निरन्तरता दिनेछु भन्ने मैले सोचिरहेको छु होइन। र यसरी मलाई तपाईँहरूले सम्मान जनाइदिनु भएकोमा तपाईँहरूलाई फेरि पुनः एकपल्ट धेरै धेरै धन्यवाद।